हामीले त सुरुदेखि भनेको प्रतिशोधमा नजाउँ, हामीले रवि लामिछानेहरूलाई धरपकड नगर्नुहोस्, यो आत्मघाती हुन्छ, हामीले बारम्बार भन्यौँ, उहाँहरूले मान्नु भएन। अब अहिले त्यसको फल भोग्दै हुनुहुन्छ। केही गरी यो समीकरण भत्क्यो र नयाँ समीकरण बन्यो, फेरि रवि लामिछाने गृहमन्त्री हुनुभयो भने आर्जु देउपाहरूलाई जगल्टामा समातेर टोपबहादुर रायमाझी भएको ठाउँमा पुर्याउनुहुन्छ। मैले कुलमानको हकमा यो सरकार आउने बित्तिकै डे वानमा भनेपछि तपाईँलाई कुनै हालतमा त्यहाँ रहन दिँदैनन्। के हुन्छ त्यो म भन्न सक्दिनँ, तर कुलमानलाई सजिलो छैन त्यो चाहिँ म भन्न सक्छु। गिरीबन्धुको कुरा छ, तेरा दरबारको कुरा छ, यो ठगी रहेछ भन्ने कुरा मान्छेलाई लाग्दै गयो, ती ठग रहेछन् भन्ने कुरा लाग्दै गयो, मान्छेहरू मुख छोड्दै गए। त्यही काम गरेको खाँडले उहाँ बाहिर आउने, त्यसमा मतियारी गरेको टोपबहादुरले उहाँभित्र हुने, अनि रामबहादुर थापा बादलको चाहिँ नामै नआउने। अनि यो त काहीँ न काहीँ दालमा कालो त होला नि त। बालवाला मन्त्री खाँड हो, निवर्तमान गृहमन्त्री बादल हो, पर्यो टोपबहादुर रायमाझी। टोपबहादुर त बिचौलिया मात्रै हो नि त, एउटाको टाउको एउटाको शरीर। देशको बालवाला महिला राष्ट्रपतिलाई प्रधानमन्त्रीसँग नाङ्गै बनाएर स्कुटीमा राखेर डेटिङमा पठाइयो। पछिल्लो पटक प्रधानमन्त्री र रामकुमारी झाँक्रीलाई मुख जोडेर चाहिँ पर्दरले त भन्न पनि लाज लाग्ने कुरा हो। तर यो भयो, गिरीबन्धुको आधी हिस्सा चाहिँ पहिल्यै गइसकेको छ। त यो त भयो नि त शेरबहादुरजी, यी कुरा त भएका छन् नि त। ग्रे लिस्ट चाहिँ ब्ल्याक लिस्टमा जान्छ भन्ने छ। यदि ग्रे लिस्ट ब्ल्याक लिस्टमा गयो भनेदेखि हाम्रो पासपोर्ट सिज हुनसक्छ। जुन ब्याज दर हो त्यो बढेर अहिले 1-2-3%मा हामीले एडिबी वर्ल्ड ब्याङ्कबाट ब्याज पाइरहेछौँ भने यो बढेर चाहिँ 7-8%मा जान्छ। न शिक्षाको ग्यारेन्टी भयो, न स्वास्थ्यको ग्यारेन्टी भयो, न रोजगारीको ग्यारेन्टी भयो। युवाहरूले देश छोडे। एउटै युनिभर्सिटीमा उडिसामा 1200 विद्यार्थीहरू पढिरहेका छन्, यहाँ कक्षा कोठा खाली छन् 1500। उहाँहरू अर्को विश्वविद्यालय खोल्नको लागि लङ्गौटी कसेर लाग्नु भएको छ। कार्यालय नै खाली हुने गरी शिक्षक र सफाई कर्मचारीको तलब सुविधा समेत अवरुद्ध भन्ने भएको छ। यो त 1 मिनट पनि रोक्नु हुने कुरा होइन, तर यसले गर्दा व्यवस्थामाथि चाहिँ चुनौती हुन्छ भन्ने कुराले मलाई गम्भीर बनाएको छ। अवसरको लागि धन्यवाद छ। हाम्रो गुनासो चाहिँ के भने प्रजातन्त्रका जो 5वटा मर्यादा सिद्धान्तहरू हुन्छन् ती अनुकूलको आचरण नेपाली समाजले, नेपाली राजनीतिले गरेन भन्ने हो। त्यसमा 1 नम्बर योग्यता क्रम आउँछ, 2 नम्बर जवाबदेहिता आउँछ, 3 नम्बरमा पारदर्शिता आउँछ, 4 नम्बरमा उपयुक्त व्यक्ति उपयुक्त स्थान भन्ने हुन्छ र अन्तिम 5 नम्बरमा चाहिँ पुरस्कार र दण्डको व्यवस्था भन्ने हुन्छ। त्यो नै प्रजातन्त्रको मर्म हो। त्यो 5वटा कुरा भयो भने प्रजातन्त्र हुन्छ, त्यो 5वटा कुरा भएन भने त्यो खालि एउटा कागजी प्रजातन्त्र हुन्छ, वास्तविक प्रजातन्त्र हुँदैन। अब यी जो अध्यादेश बारेमा जे प्रश्नहरू अहिले यहाँ उठिराखेका छन् त्यो सम्बन्धमा यसको एउटा बुँदा आकर्षित हुन्छ, त्यो भनेको चाहिँ पारदर्शिता। के कारणले अध्यादेश ल्याउनु पर्यो, निकट भविष्यमा चाहिँ सदन चल्दैछ, के कारणले 15 दिन अगाडि त्यो इम्पोज गर्नु पर्यो, त्यसको प्रयोजन के हो, त्यसको पछाडि रहेको रहस्य के हो भन्ने अपारदर्शिताको कारणले विश्वासको सङ्कटको कालो बादल चाहिँ मडरायो। त्यसपछि हामीहरूले कोण प्रतिकोणबाट यो विषयमा छलफल गर्न थालेका हौँ। उदाहरणको लागि शेरा दरबारको कुरा छ, उदाहरणको लागि गिरीबन्धुको कुरा छ। अघि हाम्रो मान्य शेरबहादुरजीले भन्नुभयो अब जसरी भूमि प्राप्त गर्ने सानो सानो इकाइ हो, व्यक्तिहरू हुन्, तिनीहरू लामो समयदेखि चाहिँ जग्गा धनी पूर्जाबाट वञ्चित भएको हुनाले समेत पनि भूमि सम्बन्धी अध्यादेश सोचिएको हो भन्ने कुरा गर्नुभयो। यही नै हो भने त आपत्ति केही पनि थिएन, किनभने त्यो गर्नु आवश्यक थियो। तर अघि पनि भनियो नियम, उहाँ पटक पटक उहाँले नियम कानुनको पनि कुरा गर्नुभयो। त्यसलाई नियमन गर्ने कुरा मात्रै होइन, कानुनी राज्यको अवधारणा पनि हो भन्नुभयो। तर संविधानमा भएको व्यवस्थालाई नै पूर्णतः उपेक्षा गरेर विगत समयमा हाउस विघटन पनि गरियो। अहिले पनि हाउस विघटनको सम्भावना छ भनेर दलहरू भनेका भने छन्। त्यसपछि सङ्कटहरू बढे छन्। अहिले पनि बिडारीजीलाई लक्ष्य गरेर भन्नुभयो, उहाँहरूले हाम्रो दल फुटाइदिनु भयो। वास्तवमा त्यति बेरको नेकपालाई अथवा एमालेलाई विभाजन गर्नको लागि दल विभाजन सम्बन्धी तर र रको जुन व्यवस्था थियो, दल सम्बन्धी व्यवस्थामा चाहिँ केन्द्रीय समितिको 20% वा संसदीय दलको 20%। अब पहिलो केन्द्रीय समितिको 20% र संसदीय समितिको 20% भन्ने व्यवस्था भएकोमा जब एमालेलाई विभाजन गर्नुपर्ने भयो, त्यो वालाई हटाएर एउटा मात्रै बाँकी राखियो। यस, रलाई हटाएर वा मात्रै राखियो र एमाले विभाजन गरियो
भोलिपल्ट त्यो विभाजनको जुन अध्यादेश थियो त्यसलाई फेरि चाहिँ बन्द गरियो। यही भएको हो। त्यो अन्तर्गत उहाँहरूले जे गर्नुपर्ने गर्नुभयो, आफ्नै आमाको छातीमा लात हान्नुभयो, त्यसमा पनि गौरव गर्नुभयो। हाम्रो यादवजी नेताजीले चाहिँ लामो इतिहास भएका यस्ता नेताहरू उस्ता नेताहरू भन्नुभयो। झलनाथ तहको मान्छेले, माधव कुमार नेपाल तहको मान्छेले यो उमेरमा आएर, शेरबहादुर तहको मान्छेले यो उमेरमा आएर हाम्रो आँखाको अगाडि पार्टी फुटाउनु भएको छ। उहाँहरूले मधेसका नेताहरू, अर्को मधेसको मसिया भन्ने नेता उठेर कुद्नुभयो। मधेसको आन्दोलन, मधेसका दलहरू छिया छिया पार्नुभयो। उहाँहरू अहिले पनि हामी मधेसको नेता हौँ भन्नुहुन्छ। त्यसपछि हामीलाई शङ्का लागेको त हो नि, मधेसको नेता भने 10 वटा मधेसका पार्टी किन हुनु पर्थ्यो? कम्युनिस्ट पार्टी हो भने विश्वभरका कम्युनिस्ट एक हौँ भन्ने नारा छ। 50 वटा कम्युनिस्ट पार्टी किन चाहिन्थे? त्यसपछि यो ठगी रहेछ भन्ने कुरा मान्छेलाई लाग्दै गयो, ती ठग रहेछन् भन्ने कुरा लाग्दै गयो, मान्छेहरू मुख छोड्दै गए। सामाजिक सञ्जालको कुरा मान्यजीले अघि ठिकै भन्नुभयो, एउटाको टाउको एउटाको शरीर। देशको बालवाला महिला राष्ट्रपतिलाई प्रधानमन्त्रीसँग नाङ्गै बनाएर स्कुटीमा राखेर डेटिङमा पठाइयो। पछिल्लो पटक प्रधानमन्त्री र रामकुमारी झाँक्रीलाई मुख जोडेर चाहिँ पर्दाले त भन्न पनि लाज लाग्ने कुरा हो। तर यो भयो, यो त भएको छ नि त। त्यसकारण मैले सुरुदेखि अब म त अब पत्र पत्रिकाहरूले, नेताहरूले, दलहरूले पूर्णतः उपेक्षा गरेको निरीह मान्छे मध्येमा एउटा हो नेपालको। त्यसपछि यो चाहिँ सामाजिक सञ्जालको सिस्टम आयो। यिनीहरूले हाम्रो पनि अनुहार देखिने वातावरण निर्माण गरे। हाम्रा विचारहरू पनि त्यहाँ गएपछि हाम्रो आधार भनेको यतिका टिभीहरू छन् नेपालमा, यहाँ एउटा पनि टिभी आइरहेको छैन। किनभने उनीहरूलाई प्रायोजित विचार, प्रायोजित लेख रचना, उनीहरूको किताब पनि उनीहरूले छापिदिने। आज युएसएडले त सबै नाङ्गो बनाइदियो नि त। त्यस्तो धन्दा गर्दा रहेछन् यिनीहरू। किन यिनीहरूको मात्रै हस्ती चल्छ, किन यिनीहरूका मात्रै किताब छापिन्छन्, किन यिनीहरूको मात्रै अन्तर्वार्ता बज्छ, किन यिनीहरूका मात्रै लेख रचना छापिन्छन् भनेको त केटाहरू त यस्तो धन्दा पो गर्दा रहेछन् भित्रभित्र, माल पो खाँदा रहेछन् त उनीहरू त भित्रभित्र। तर यी मान्छेलाई त नङ्ग्याउनु त आवश्यक थियो नि त। तर उनीहरूले के गरे भने यो विचारै आउन नदिने, यो विचार उभिनै नदिने, यो खालको प्रपञ्चबाट उनीहरूले चाहिँ मूल प्रवाहको जुन एउटा मिडियाका चाहिँ केन्द्रहरू थिए, ती केन्द्रहरूप्रति मान्छेको आक्रोश थियो। 12 भाइ भन्ने कन्सेप्ट त्यहाँबाट आयो। 12 भाइहरू जस्तो जे गर्थे, जसो गर्थे। हामीले त सुरुदेखि भनेको प्रतिशोधमा नजाउँ। हामीले रवि लामी छानेहरूलाई पनि भनेको तपाईँहरू प्रतिशोधमा नजानुहोस्, कैलाश सिरुवामाथि धरपकड नगर्नुहोस्, यो आत्मघाती हुन्छ। हामीले बारम्बार भन्यौँ, उहाँहरूले मान्नु भएन। अब अहिले त्यसको फल भोग्दै हुनुहुन्छ। केही गरी यो समीकरण भत्क्यो र नयाँ समीकरण बन्यो। फेरि रवि लामी छाने गृहमन्त्री हुनुभयो भने आर्जु देउपाहरूलाई जगल्टामा समातेर टोपबहादुर रायमाझी भएको ठाउँमा पुर्याउनुहुन्छ। यो बहादुरी हुन्छ त? त्यही काम गरेको खाँडले उहाँ बाहिर आउने, त्यसमा मतियारी गरेको टोपबहादुरले उहाँभित्र हुने, अनि रामबहादुर थापा बादलको चाहिँ नामै नआउने। अनि यो त काहीँ न काहीँ दालमा कालो त होला नि त। बालवाला मन्त्री खाँड हो, निवर्तमान गृहमन्त्री बादल हो, पर्यो टोपबहादुर रायमाझी। टोपबहादुर त बिचौलिया मात्रै हो नि त। बिचौलियाको काम गर्ने भनेको मतियारी गर्ने कुरा हो, नीति निर्णयमा गर्ने भनेको चाहिँ लाइनवाला मन्त्री हो। त यो भाइ त्यहाँबाट एकजना ठिक कुरा उठाइराखेको छ, प्रतिशोध भयो भन्ने हामीलाई लाग्यो। यो प्रतिशोध हो कि होइन त? टोपबहादुर रायमाझी थुन्निरहने, बालकृष्ण खाँड चाहिँ बाहिर निस्किने भनेपछि प्रतिशोध भयो कि भएन? भाइले उहाँ चाहिँ धनराज गुरुङको कुरा निकाल्नुभयो। अझ गम्भीर कुरा साथीहरू निकाल्नु पर्ने, यहाँ खालि 28 करोडको कुरा मात्रै आइरहेछ, रवि लामी छानेको कुरा मात्रै आइरहेछ, 87 अरबको त कुरै आएको छैन त। अनि यहाँ उठाउनु पर्ने यो 87 अरब भनेको ब्ल्याक मनी हो। त्यसकारण यो उठ्दैन यो, किनभने यो मेरो भन्ने बित्तिकै उही परिहाल्छ। त्यसपछि रवि लामी छाने कि रवि लामी छाने भनेका छन्। हामी हुइयाँ भएर चाहिँ यसरी लागिराखेपछि हाम्रो मनमा के आशंका लाग्यो भनेदेखि हामीहरू मिसलिड छौँ, हामीहरू चाहिँ शङ्का गर्छौँ, हामीहरूमाथि एउटा पारदर्शिताको अभाव छ। अब अनेक सरकार, यो अहिले जुन शेरबहादुरजीले कुरा निकाल्नु भएको छ, अब यो जुन यो युवराज सङ्ग्रौलाको कलेज भएको क्षेत्र कुन अरे? यो त्यो कुन ददीकोट कि कहाँ हो? त्यो भक्तपुर ददीकोटमा एउटा डाँडै रहेछ, त्यो प्रकाश दाहालले बजाइसकेको रहेछ त्यो। अब शेरा दरबार भनेको त्यही हो, गिरिबन्धु भनेको त्यही हो। गिरिबन्धुको आधी हिस्सा चाहिँ पहिल्यै गइसकेको छ। त यो त भयो नि त शेरबहादुरजी, यी कुरा त भएका छन् नि त। त्यसपछि हामीलाई के लाग्यो भनेदेखि
हाम्रो यादव मन्त्रीजीले भने जस्तो उहाँहरू होइन रहेछ। उहाँहरू स्वार्थ अनुकूल भयो भनेदेखि दल पनि फुटाउनु, यो हिसाबले गर्दै गर्दै जाने भने त जस्तो अहिले हामी कहाँ केन्द्रित हुनुपर्ने त? हामी अध्यादेशमा केन्द्रित छौँ। 3 दिनभित्र अध्यादेश पारित भयो भने भयो, भएन भने यो भुस हुन्छ। तर मान्छेहरू रमाइलो केमा गरिरहेछन् भने सरकार जान्छ कि जाँदैन। यदि यो पारित भयो भने सरकार जान्छ, पारित भयो भनेदेखि भएको भए हुन्छ भन्नेमा हामी केन्द्रित छौँ। तर अहिले राष्ट्रको मूल प्रश्न भनेको चाहिँ हाम्रो मुलुक ग्रे लिस्टमा पर्यो भन्ने छ। ग्रे लिस्ट भनेको 2 वर्षदेखि ग्रे लिस्टको कुरा भइरहेको थियो भन्ने कुरा छ र यसमा 3टा प्रधानमन्त्रीहरू संलग्न थिए भन्ने कुराहरू छ। यसमा यो ग्रे लिस्ट यदि हामीले समयमा सम्बोधन गर्न सकेनौँ भने ग्रे लिस्ट चाहिँ ब्ल्याक लिस्टमा जान्छ भन्ने छ। यदि ग्रे लिस्ट ब्ल्याक लिस्टमा गयो भनेदेखि हाम्रो पासपोर्ट सिज हुन सक्छ भन्ने छ। जुन अनुदानको कुरा छ त्यो रोकिन्छ भन्ने छ। जुन ब्याज दर हो त्यो बढेर अहिले 1-2-3% हामीले एडिबी वर्ल्ड ब्याङ्कबाट ब्याज पाइरहेछौँ भने यो बढेर चाहिँ 7-8% जान्छ भनिरहेछ। अहिले नै हामी माथि 26 खरबको वैदेशिक ऋण छ। जन्मिँदै नेपालीले 1.25 लाख चाहिँ ऋणी हुनुपर्ने स्थिति छ। त्यो कुरा हामीलाई थाहै छैन के कारणले हामी ऋणी हुनुपर्ने। अब लोकतन्त्रको कुरा भएको छ, न शिक्षाको ग्यारेन्टी भयो, न स्वास्थ्यको ग्यारेन्टी भयो, न रोजगारीको ग्यारेन्टी भयो। युवाहरूले देश छोडे। एउटै युनिभर्सिटीमा उडिसामा 1200 विद्यार्थीहरू पढिरहेका छन्। यहाँ कक्षा कोठा खाली छन् 1500। उहाँहरू अर्को विश्वविद्यालय खोल्नको लागि लङ्गौटी कसेर लाग्नु भएको छ। त तत्त्व कुरा हामीहरू किन आइराखेका छैनौँ? तत्त्व कुरामा आउनुपर्ने हुन्छ। ठिक छ, सामाजिक सञ्जाल नियमन गर्नुपर्ने कुरामा हामीहरू अहिले कतिपय अवस्थामा सामाजिक सञ्जाल वास्तवमा हेर्न पनि सकिँदैन। त्यहाँभित्र जस्तो किसिमका दुर्वाच्यहरू बोलिन्छन्, जसरी अङ्ग प्रदर्शन गरिन्छ, त्यसलाई नियमन गर्नु एकदमै जरुरी छ। तर राष्ट्रलाई नै ठग्ने कुरा जे भइराखेको छ, यस प्रकारका हरकतहरू जसरी गइराखेका छन्, मैले यो भिरकुटी मण्डप यस कार्यक्रम रिपोर्टर्स क्लबको कार्यक्रममा आउँदा हरेकचोटि प्रश्न उठाउने गरेको छु। यो परिसरभित्र 17 करोडको इन्कम हुन्छ अरे वार्षिक। हेर्नुहोस् त त्यो सडक कस्तो छ यहाँभित्रको। यहाँ अहिले पानी, यहाँ अहिले तप पानी आयो भने यहाँ पानी, यहाँको बजेट कहाँ जान्छ त? अहिले एउटा सत्ताधारी दलको मैले यहाँ एकजना मन्त्रीले यहीँभित्र 10 जना स्टाफ राखेर कुन चाहिँ क्षेत्र हो त्यहाँ चाहिँ त्यो हत्याइराखेको स्थिति छ अरे। उहाँ एउटा आउने, एउटाले कर्मचारी भर्ना गर्ने, अर्को आउने, अर्काले भर्ना गर्ने। यी सब कुरा पनि त नियमन गर्नु जरुरी थियो। खालि सामाजिक सञ्जाल मात्रै नियमन गर्नुपर्ने प्रश्न हो र त्यसपछि हाम्रो मनमा आशंका उठेको यो चाहिँ गलत तरिकाले आइराखेको छ। नेताहरूले, सरकारले स्वार्थको लागि यो कुरा ल्याइराखेको छ। कुरा जस्तो उदाहरणको लागि केयुको उपकुलपतिको नियुक्तिको कुरा भइरहेछ। अहिले 3 महिनादेखि यो कुरा अड्किराखेको छ। उहाँहरू चाहिँ प्रतिस्पर्धाबाट त्यो गर्ने हुन्छ, हामी प्रजातन्त्रमा विश्वास गर्छौँ भन्नुहुन्छ। 3टा विश्वविद्यालय उहाँहरूले भागभण्डा गर्नुभयो। केयु माओवादीले, टियु माओवादीलाई दिनुभयो, पोखरा एमालेलाई दिनुभयो, केयु चाहिँ काङ्ग्रेसलाई दिनुभयो। अब प्रतिस्पर्धा गरेर भन्नुहुन्छ त्यहाँ काङ्ग्रेस आउने कुरा ग्यारेन्टी छ। त्यो कसरी प्रतिस्पर्धा भयो? अब त्यहाँ त अब होइन, अब यही ल्याउनुपर्छ भन्दा त पक्ष पोषण भयो। तर त्यहाँभित्र चाहिँ उहाँहरूले प्रपञ्च गरेर आरजु काङ्ग्रेसको ल्याउने कि शेखर काङ्ग्रेसको ल्याउनेमा लडाइँ अरे। अब यस्तोमा हामी लड्ने त अब त्यो आरजु काङ्ग्रेस ल्याउने कि शेरबहादुर काङ्ग्रेस ल्याउने भन्ने प्रश्न हो। त्यो शेखर काङ्ग्रेस, त्यो अब अहिले शेखर काङ्ग्रेस भनेपछि एउटा काङ्ग्रेस अरे, आरजु काङ्ग्रेस भनेपछि अर्को काङ्ग्रेस अरे। आरजुले चाहिँ यही ल्याउनु भनेको छ अरे। उनीहरू अन्यको बन्दी भए। अब यो प्रजातन्त्र हो त मन्त्रीज्यू? यहाँ हाम्रो भिन्न मत हो क्या। प्रजातन्त्रको गलत अभ्यास भयो हाम्रो देशमा। त्यसकारण मैले अघि सिद्धान्त भने 5वटा सूत्रमा प्रजातन्त्र जानुपर्छ। त्यो हो भने कोही पनि बोल्न सक्दैन नि त। जस्तो यहाँ वक्ता राख्नु पर्यो कि पार्टीको आधारमा कि वरियताको आधारमा भनेर भनियो भनेदेखि हामी झगडै गर्दैनौँ नि। के को आधारमा वक्ता प्रस्तुत गरिन्छ त? तर अब ऋषि धमलालाई जुन मन पर्यो त्यो राख्छु भन्नुभयो भने त यहीँभित्र प्रतिक्रिया उत्पन्न हुन्छ। त्यसकारण हामीले चाहिँ प्रणालीलाई लोकतन्त्रको आधारमा अभ्यासमा नलगेपछि अविश्वास र आशंकाको स्थिति उत्पन्न भएको कुरा मात्रै हो। अध्यादेशबाट भए पनि जस्तो साथीहरू के भन्थे अघिल्लोचोटि भने नियमित प्रक्रियाबाट गयो भनेदेखि 2 वर्षमा पनि एउटा नियम बन्दैन अरे। त्यसपछि उहाँहरू अध्यादेशको बाटोमा आउनुभयो। अब तर मिडियालाई, नागरिक समाजलाई र दलहरूलाई विश्वासमा लिएर उहाँहरूले त्यो गरिदिनु भयो भने त यो प्रश्न नै उठ्ने थिएन नि त। जसरी हिजो एमाले विभाजनको सन्दर्भमा रहरहुवाको कुरा हामीले गर्यो त्यो भएको छ नि त।
केपी ओलीले हाउस विघटन गर्नुभएको छ, संविधानमा व्यवस्था नभएको कुरा हो नि त। अदालतले चाहिँ जुन किसिमको घोषणा गरिदिएको छ उसले चाहिँ त्यो परमादेश, त्यो परमादेश पनि त राजनीतिक आधारमा भएको छ नि त। त्यसपछि मान्छेको अदालतमा पनि आस्था छैन, त्यसपछि मान्छेको दलहरू पनि आस्था छैन, त्यसपछि मान्छेको नेताहरूप्रति पनि आस्था छैन, त्यसपछि कुरा बिग्रिएको हो। यो कुरामा हामीले चाहिँ भरलाग्दो स्थिति निर्माण गर्न सक्यौँ भने मात्रै हामी लोकतन्त्रको सही अभ्यास गर्नेछौँ र पद्धति बस्नेछ, होइन भने हामीहरू सङ्कटमा पर्नेछौँ। सङ्कटबाट कसरी उन्मुक्ति भन्ने प्रसव वेदना नै नेपाली मिडियाको बिचारा उनीहरूको त रोजगारीको प्रश्न हो। अहिले जुन यो सेटको कुरा छ, यो कारणले 10,000 मान्छे बेरोजगार हुन पुगेको भन्ने छ, 800 घरहरू चाहिँ खाली भइसकेको भन्ने छ। अब कहाँ जान्छन् त उनीहरू? यो सानो एउटा चलाएर यसो पेटसम्म पालेका छन्, करोडौँ रुपियाँ आउँछ भनेर अघि भाइहरूले भन्नुभयो, यसो बुहार्तन भइरहेछ। रेगुलेसनको नाममा यसलाई पनि नियन्त्रण गर्ने हो र यो पनि बन्द भयो भने अनि उनीहरूले हतियार उठाउनु परेन? त्योबाट रोक्नको लागि पनि हामीले पारदर्शीपूर्ण तरिकाले यस्ता चिजहरू सम्बोधित भइदिए भनेदेखि हामीहरूलाई सहकार्य गर्न सजिलो हुन्छ र सहिष्णुताको वातावरण बन्छ। त्यो नै लोकतन्त्र हो भन्ने हाम्रो बुझाइ छ। त्यसको लागि लडिराखेका हौँ र हामी त्यो लडाइँ चाहिँ जारी राख्छौँ। कसैले हप्की गरेर त्यो रोकिँदैन, किन त्यो नै समयको माग हो। मलाई लाग्छ मैले अगाडि आएर चाहिँ प्रस्तुता उभिएपछि त नारायण काजीले त हान्नुपर्छ भनेर सिकाउनु भएको छ, तर म हान्दिनँ, आफ्नो बाणीलाई रोक्छु। धन्यवाद। ठ्याक्कै कुलमानको चाहिँ मैले डे 1 मै के भनेको थिएँ, जुन बेला उहाँको दोस्रो नियुक्ति भयो तपाईँ त्यहाँ नआउनुहोस्, तपाईँ आरएनएसीमा जानुहोस् भनेर भनेको थिएँ। तपाईँसँग केही क्षमता छ भने त्यहाँ गरेर देखाउनुहोस्, त्यो देशको लागि राम्रै हुन्छ। तर पुनर्नियुक्तिमा तपाईँ नआउनुहोस् मैले भनेको थिएँ। सोसियल मिडियामा साथीहरूले यो कुलमानको विरोधी रहेछ भनेर मलाई नै लखेटे, म चुप लागेँ। यतातिर कुलमानको हुर्मत भएको भए छ, उताबाट एनएसी समाप्त भइसक्यो। अप्ठ्यारो लाग्नुपर्ने यत्रा नेताहरू यहाँ हुनुहुन्छ। त्यत्रो गौरवशाली संस्था बर्बाद हुँदाखेरि हामीलाई कसरी नेपाली नेताहरू निधाउँछन् म छक्क पर्छु क्या। राज्यका संरचनाहरू बर्बाद हुने, त्यत्रा महँगा कर्मचारीहरू त्यहाँ राखे हुने। उदाहरणको लागि बुद्ध एयरसँग चाहिँ 14वटा जहाज छन्, 500 कर्मचारी छन्। हाम्रो नेवानीको आन्तरिक उडान समाप्त भइसक्यो, बाहिरको लागि 2टा जहाज, त्यो पनि ग्राउन्डेड भन्ने छ। 6000 कर्मचारी हामीले त्यहाँ पालिरहनु परेछ। यतिका भाइहरू रोजगारीको लागि यसरी छटपटाउनु परिरहेछ, उनीहरू सुतेर खाइरहेछन्। त्यसकारण मैले कुलमानको हकमा यो सरकार आउने बित्तिकै डे 1 मा भने चाहिँ तपाईँ त्यो राजीनामा छोडिदिनुहोस्, तपाईँलाई कुनै हालतमा त्यहाँ रहन दिँदैनन्। तर उहाँले जब्बर कस दिनुभयो। अब के कारणले कस दिनुभयो, के हुन्छ त्यो म भन्न सक्दिनँ, तर कुलमानलाई सजिलो छैन त्यो चाहिँ म भन्न सक्छु। एकदम गाह्रो छ। मैले देख्दा अब कुलमानको भनाइअनुसार मन्त्री परिषदले गर्नुपर्ने कुरा हो त्यो। अब मन्त्रीले मेरो लेभलबाट हो भनेर त्यो गर्न खोज्नु भएको छ। अब कानुन के हुन्छ त्यो त कानुनले नै निरूपण गर्नुपर्ने विषय होला। हामीले देख्दा मन्त्री परिषदले गरेको निर्णय हो भने मन्त्री परिषदबाट नै यो हुनुपर्ने हो। मन्त्री स्तरीय निर्णयबाट कुलमानको नियुक्ति भएछ त मलाई लाग्दैन। अब मन्त्री स्तरमा उहाँ लडाइँ गर्नुभएको छ, अफिसै त्यहाँ आएर बस्नु भएको छ। अब शेरबहादुरजीले पटक कानुनी राज्यको कुरा गर्नुभयो, विधिको शासनको कुरा गर्नुभयो। यो त विधिको अनुकूल त नहुनुपर्ने। अब यसरी हट्नु र त्यसरी हुर्मत लिनु त बरु हटेकै राम्रो मैले देख्दा त। अब यो त त्यो जुन कार्यालय नै खाली हुने गरी शिक्षक र सफाई कर्मचारीको तलब सुविधा समेत अवरुद्ध भन्ने भएको छ। यो त 1 मिनेट पनि रोक्नु हुने कुरा होइन। तर यसले गर्दा व्यवस्थामाथि चाहिँ चुनौती हुन्छ भन्ने कुराले मलाई गम्भीर बनाएको छ। किनभने हामी संघीयताको प्रथम चरणमा छौँ। अब स्थानीय तहलाई चाहिँ हामीले सर्वशक्तिमान मानेको कुरा बालेनको व्यवहार आफैबाट पनि देखिएकै छ। तर एउटा अधिकृत पनि माथिबाट जाने, प्रहरीहरू पनि माथिबाट जाने, सिडिओ पनि माथिबाट जाने भनेपछि त संघीयता या त हामीले अभ्यासमा लैजानु भएन, होइन भनेदेखि संघीयतालाई त आफै काम गर्न त
सक्ने खालको वातावरण त हुनुपर्ने हो। यसले गम्भीर नकारात्मक असर राख्छ र व्यवस्थामाथि प्रश्न उठ्छ भने जस्तो मलाई लाग्छ। अब के बुझेर नेताहरूले यो गरेका हुन्, सरकारले यो गरेको, त्यो चाहिँ म भन्न सक्छु। थ्याङ्क यू। यो समय के पर्छ? थ्याङ्क यू सो मच पत्रकार साथीहरू, नमस्कार, बाई बाई।